सो गाइस फिर पानी पर्न लाग्यो हेर्नुहुन्छ 2:30 बजे पानी भेयो रातिको 2 बज्न लाओ रातिको 2 बज्न लाग्यो सब गुड मर्निङ वेलकम टु न्यू ब्लग गाइस अनि यो सन्चै आरामी हुनुहुन्छ होला म पनि सन्चै छु अनि मेरो यताबाट ब्लग यहाँ बिस्तारै चाहिँ पुरै यो हटाउन जान लाग्छु अनि यो पङ्खा पनि हटाउन जान लाग्छु यता पुरै पानी भरिरहेको थियो गाइस हेर्न सक्नुहुन्छ यो बारिसको पानी हो माथि आकाशबाट आएको थियो त्यसको पानी हो अनि हेर्न सक्नुहुन्छ यो सामान पुरै हटाउन छ पुरै यो भित्र यही सबै हुन्छ नि अलिक गर्मी नि हुन्छ दुईवटा पङ्खा छ यहाँ टाइम भइसक्यो 10:30 भइसक्यो गाइस पानी भर्यो कि भरेन टङ्कीमा टङ्की पनि ल्याउनु छ क्या यो माथि टङ्की यहाँ टङ्की पनि छ टङ्कीमा यहाँ चलाइरहेको थिएँ म आउन त आइरह पानी आधी टङ्कीसम्म भर्ने थियो आधी टङ्की रहेको थियो त्यो आधी टङ्कीसम्म भर्न थियो यो कपडा भिगाएर राखेको थियो यो पनि धुना छ गाइस यो पुरै कपडा धुना छ हिजो रातिमा म खाना खाएको थिएँ यो पनि धुना छ प्लेट वगैरह त्यही हो गाइस यो डस्टबिन नि भित्रै रहन्छ बहुत धेरै सामान भित्र छ त्यो कारणले नि अलि सुत्न अप्ठ्यारो लाग्छ त्यो कारणले सामान बहुत मस्तै छ कि यहाँ भित्र यहाँ तस्बिरहरू छन् पुरै हेर्न सक्नुहुन्छ अब म यो सबै पुरै सामान बाहिर निकाल्छु फेरि अहिले भर्खरै उठेको राति फेरि अबेला सुतेको थिएँ नि त्यो कारणले नि अलि बेरसम्म सुतिराख्नु त्यही उठ्न त बिहान नि उठ्छु म अनि त पानी सानीको लागि फेरि बिहान आउन फेरि सुत्छु अब यो सामान पुरै बाहिर निकाल्छु म यिनी सामानहरू यहाँ पालक ल्याउन आएको थिएँ गाइस दिएन आफ्ने अरे यार यहाँ पालक ल्याउन आएको 1354 ग्राम है ठीक है यहाँ पालक ल्याउन आएको थिएँ म दुकानमा यहाँ एसी लगाए चिसो हावा दिन्छ पुरै चिसो हावा दिन्छ मस्तले चिसो हावा दिन्छ पुरै सब्जी यहाँ सबै पाइन्छ फलफ्रुटदेखि अचार सचार सबै अचार पाइन्छ यहाँ केरा सेरा यहाँ फलफ्रुट सबै पाइन्छ गाइस यहाँ पनि छ गाइस यता पनि पाइन्छ पुरै सब्जी वगैरह किन लिएर आएको भने चाहिँ हामीले जो नुडलमा हामीले उ गर्छौँ न अनि हामीले पुरै भेजिटेबल त उ गर्नु के भन्छ भेजिटेबल हाम्रो हुन्छ नि सबै जान्छ हाम्रो क्याप्सिकम अनियन अनि त्यसपछि हाम्रो प्याज वगैरह सबै जान्छ हैन सबै जान्छ क्याबेज सेबेज सबै यो पनि हाल्छौँ हल्का धेरै हुन्छ भेजिटेबल राम्रो देखिनु कारणले त्यही भएर हाल्छ सामान लिएर आएँ म दुकानबाट मैदा लिएर आएको थिएँ यहाँ मिर्च खुर्सानी छ मैदा छ अनि लिएर आएको यहाँ छ मुनि चाहिँ सामान लिएर आएको थिएँ अहिले भर्खरै अब यहाँ गोबी घिच्न जान लाग्छु म पुरै गोबी घिच्छु यसमा राखेर घिच्ने हो गोबी यहाँ मुनि रहेछ हरियो प्याज यहाँ गोबी रहेछ नि यहाँ माथि कतिवटा 4वटा घिच्ने होला 4-5 लागि तयारी गर्ने हामीले भेज मोमो बनाउँछौँ गोबी हुन्छ बिया हुन्छ गाजर हुन्छ सबै घिच्न पर्छ सामान सबै बाहिर निकालिदिएको यहाँको बाहिर सेक्टर भइरह सबै निकाल्यो सामान गाइस हाम्रो नास्ता गर्ने टाइम भइसक्यो मेनू मांगी थी अभी तो नहीं अभी थोड़ी देर के बाद आ जाना 12:30 बजे तक आ जाना मैं पकोडा छ पकोडा चिकन पकोडा अनि यहाँ पुरै मिजा छ हैन मिजा गरेका क्याप्सिकम क्यारेट अनियन्स सबै चिजको छ अब अर्डर आयो भने अर्डर लगाउने हो
अनि यहाँ क्याबेज वगैरह नि सबै बोइल सोइल यता नुडल भयो यता ल्याम्ब हो होइन ल्याम्ब लसु पनि छिल्यो चोप गर्नलाई यहाँ चोपको लागि चाहिन्छ अनि त्यही नियममा अगाडि मोमो बन्दैछ गाइस त्यहाँ मोमो बनाउँदै हुनुहुन्छ सेफले अनि त्यही नि हो पेडा सेडा काटेर राख्नु भेज मोमो फर्स्टमा हुन्छ सेकेन्डमा अब हाम्रो हुन्छ चिकन मोमो थर्डमा फेरि मटन मोमो हुन्छ अब म पनि यस्तै साफसफाइको तयारीमा लाग्दैछु होइन सो गाइस फेरि पानी पर्न लाग्यो हेर्नुहुन्छ 2:30 बजे पानी पर्न लाग्यो यहाँ हामीले मोमो बनाउँदै थियौँ मेन लाग्थ्यो हाम्रो मोमो यहाँ भेज मोमो फेरि यता पानी आइसकेको थियो डेन्जरै पानी आएको थियो हेर्नुहुन्छ पुरै अब यहाँ भरिन्छ एकैछिन पछि यहाँ सेफले पुरै सामान सार्दै हुनुहुन्छ अब एकैछिन पछि यहाँ सारिन्छ भरिन्छ यहाँ यता पुरै भरिन्छ अब यहाँ थर पानी आइरह एउटै यहाँ हाँसिरह अब हेर्न सक्नुहुन्छ अब हाम्रो मोमो नि यता 2:30 बजे पानी आइदिरह उताबाट पुरै आइदिरह उसको वहाँ पुरै भरेर उताबाट सामान हटाउँदैछ हाम्रो मोमो बनाएर सिक्थ्यो अब यता साफसफाइको तयारीमा चल्दैछु टाइम पनि भयो 4 बज्न लाऊ अब यता भाँडासाँडा माझ्ने अब यताउति यहाँ स्टिमको यहाँ छन् भाँडा कोही यता छन् यहाँ सेप बसिराख्नु भएको काम छैन अहिले काम डाउन चलिरह यता पानीको कारणले अलि काम कम भइरह अहिले यता खाली खाली देखिरह हेर्न सक्नुहुन्छ पुरै खाली खाली छ टेबल त्यस्तो भरिएको त छैन खाली खाली छ यहाँ सेप बसिराख्नु भयो मोबाइल चलाइराख्नु भयो अहिले पुरै खाली छ अब हाम्रो नि टाइम हुन्छ अब हाम्रो पनि टाइम हुन्छ खाना खाने 5:30 बजीतिर अब यहाँ सबै क्लिनिङ गरेपछि बल्ल क्लिनिङको वास गरेपछि बल्ल अब फेरि खानासाना खाने तयारीमा लाग्छ होइन कान्छाहरूले पोसा मार्दैछ आज यो चाहिँ बिहानको 5 बजे हो होइन नि तर रातिको 5 बजे हो गरी हेर्नु रातिको 5 बजे हो बिहानको 5 बजे होइन नि गाइस पोसा मार्दैछ है मजा आएको भाइ दुःख गर्न नेपाली गाउँको भाइ दुःख गर्न यदि दुःख गर्दैछ के गर्ने यस्तै हो खानापिना भइसक्यो 5 बजे ट्याक्कै भइसक्यो थियो अब यहाँ कस्टमर पनि भरिन लान टक्क लाएर यता हाम्रो अब सेफ बाँकी हुनुहुन्छ खानालाई सेफ मात्रै रहनु भयो खानालाई अनि यहाँ 2टा सेफ हुनुहुन्छ मैले खाइसकेँ अब सेफले यहाँ अहिले अर्डर लगाउँदै हुनुहुन्छ अब यहाँ एग नुडलको फ्राइड राइसको आहा एग हक्का नुडलको अर्डर आयो त्यही हो गाइस हाम्रो सेफ टक्क लाएर यहाँ अगाडि काम गर्दै हुनुहुन्छ 7 बज्न थाल्यो एउटा चिल्ली चिकन ड्राई छ सेफ काम त्यति चले होइन त्यही पनि ठिकै छ अर्डर एउटा दुइटा आइरह यहाँ सेफले अर्डर लगाइराख्नु हो अनि त्यही नै हो अब हाम्रो यो अहिले भर्खर एउटा आयो एउटी आयो एउटा अनि यहाँ सेफले लगाइराख्नु हो चिल्ली चिकन ड्राई लगाइराख्नु हो प्रेम सेफ प्रेम त्यही ठिकठाक एउटा दुइटा त्यति भर्खर मचिएर आएन गाइस हल्का फुल्का भिडियो नि बनाउनु पाएको छु म यतिकै काम चल्न पर्छ क्या धेरै काम चलेपछि अगाडि चढ्नु काम दिइदिन्छ यहाँ सेफले अब टक्क यहाँ कटिङ गरेको अब सबै उसमा हाल्नुहुन्छ सबै भेजिटेबल सबै वगैरह यहाँ अर्को सेफले फेरि रनिङमा पिकअप गरिराख्नुहुन्छ फेरि प्रशान्त सेफले अहिले त्यति काम नभएर मोबाइल यहाँ मेरो भिडियो चल्दैछ गाइस मेरो भिडियो चल्दैछ किन हाँस्नु हो तपाईँ सेफ ए हाँसो लाएर टक्क अब रेडी हुँदैछ गाइस हजुर त्यो हालिसक्नु तपाईँले त्यो पुऱ्याइदिनु होइन ड्राई प्याकिङ हुँदैछ सेफले लगाएर भ्याउनु
प्याक भइसक्यो अब आएको थिएँ म अनि दक्षिणापुरममा यहाँ कुकुरले आउनै नदिने बडा मुस्किलले यता आएको होइन। यहाँ कुकुरको जात्रा चाहिँ अँधेरा कता कता बसेको हुन्छ थाहै हुन्न। अनि यहाँ म साइकलमा थिएँ दिइसक्यो अर्डर अब रेस्टुरेन्ट जाँदै छु रेस्टुरेन्टतिर। त्यही नै गाइस पानी पनि आउन जस्तो भयो। अघि नै आएको थियो गयो फेरि आउला जस्तो भयो पानी। काम पनि भइयो रातिको 2 बन्द लाऊ। रातिको 2 बन्द लायो सबै दुकान बन्द भएन कोही पनि हिँड्यो होइन यतापट्टि। पानी आएर दिमाग खराब गऱ्यो वहाँ किचड यता किचड होइन। भित्र सुत्न पाएन आज म बाहिर सुत्दैछु यहाँ खुल्ला ठाउँमा। यहाँ पङ्खा लगाएको थिएँ यहाँ पङ्खा छ यता फ्रिजहरू सब बन्द छ यता दुकान बन्द छ। त्यही बाहिर सुत्न लगाएको थिएँ टेबलमाथि खाना खान लगाएको थिएँ होइन। त्यही नै भित्र दबाई हाल्दैछ नि त्यो कारणले म खाना गर्न पाएन भित्र सुत्र पाएन। अब त्यही हो भोलि गएर फेरि म सिफ्ट पनि हुँदछ। त्यही अब 1-2 घन्टा सुत्नु त्यसपछि फेरि बिहान चाँडै उठ्नुपर्छ किनकि फेरि यहाँ दुकान खुल्छ नि त्यो कारणले। ब्लग लगाउँछु एन्ड राम्रो लाग्यो लाइक गरिदिनु च्यानललाई सब्सक्राइब गरिदिनु लगाएछु पछि कान्छाहरूले पोसा मार्दैछ आज